सो गाइस कालरात्रीको रमाइलो छ। आज चाहिँ दसैँको 8 दिन। ल दसैँको सबैलाई शुभकामना छ। पाठ पूजा हुन लागिसकेको छ भने यतातिर हाम्रो बाजा टोली यता छ। यी बाजाको टप्पर भाइ हुने चाहिँ ल यता रमाइलो छ है त। लास्टसम्म हेरेर उनीहरू पाटो काटेको पनि देखाउँछु ल। सर्प आउन सक्छ निले बजाउँदा चाहिँ एकचोटि सर्प आएको पनि थियो। सर्प आउन पनि सक्छ है। भानुभक्त आचार्य हुनुहुन्छ उहाँ चाहिँ। कालरात्री चाहिँ ट्याक्कै भन्नुपर्दा जुन डुब्दा बित्तिकै बलि चढाउने चलन रहेको छ। जुन डाँडामा गएको थोरै अनि लाग्छ होला 15-20देखि 25 मिनटको हाराहारी। गाउँ चाहिँ खासै त्यति रमाइलो त छैन, शून्यता नै छाएको छ। तै पनि हेर्न सक्नुहुन्छ कालरात्रीको रमाइलो चाहिँ छ है हाम्रोमा। थोरै भए पनि रमाइलो चाहिँ गरिन्छ हामीले। रमाइलो छ। ल हेर्दै गर्नु होला लास्टसम्म कस्तो हुन्छ के हुन्छ।